तुलापुरमा रु 300 को पेट्रोल हालेर म मेरो भाइ र विवश कुँवर लौकाई जानको लागि हामीहरू हिँड्यौँ। गणेशपुरमा चिया खाएर गणेशपुरका एकजना दाजुसँग कुराकानीमा हाम्रो टोली त्यही विश्राम गर्यो। 1 किलोमिटर 1 किलोमिटर मात्रै 1 किलोमिटर मात्रै बीचमा चेकिङ छ कि छैन? सशस्त्र क्याम्प अब यो चेकिङ यहाँ जनपद पनि बस्छ, त्यहाँ नागरिकता पनि देखाउनुपर्छ। त्यो नागरिकता देखाउने एसएसबी क्याम्पमा हो, बोर्डरमा नागरिकता या कुनै पर्चा आधार कार्ड देखाएरै जाने हो। अनि सामानहरू के कस्तो पाउँछ त त्यहाँ? सामानहरू कुनै गुणस्तर सामान नभरिने सामानको त्यहाँ बजार छैन। फुटपाथै लुटाउ बजार हो। अलिकति पाउने भनेको त चिनी हो। चिनी 2 पैसा सस्तो पाए पनि 5 किलोको 4.5 किलो हुन्छ। 5 किलोको 4.5 किलो हुन्छ। त्यही पनि मान्छे यत्रो भिड लाएर गइरहेछन्। म त आज त्यो अब इन्डिया नाम सुनेपछि सस्तो न के सस्तो होला भने जाने मान्छेले उपलब्धि नाफा केही हुँदैन, त्यति हो। पैदल हिँड्नु परेन, बोर्डर कट्यो, बजार आयो। अब सस्तो हो त महँगो हो, लुटे ल्याए भाइ, त्यति हो। बजार खासै राम्रो छैन, न कुनै सामान गुणस्तर त्यहाँ पाइन्छ, न कुनै कपडा गुणस्तर छ त्यहाँ, केही छैन, खालि लुट्न बस्या मात्रै हो। हामी नेपालीहरू त धेरै हाम्रो नेपाली एउटा भेडो जस्तै जान्छन्। अब सबै सस्तै छ भने सस्तो मानेर किन ल्याउँछन्, आखिर लुट्न गएको कारणले आफै लुटिन्छन्। त्यो लुटेर लुटाउने कुरा हुन्छ। यहाँ सामानहरू केही राम्रो बजार पनि छैन, राम्रो सामान पनि छैन। अनि दाजुको शुभ नाम, घर कहाँ होला? मेरो नाम जगदीश यादव, 12 नम्बर एघार, डल्लापुर गाउँ हो। अब यसरी धेरै नै यो नेपालबाट यसरी गइरहेछन्, तर सामानको गुणस्तर छैन। त्यही पनि अब हाम्रै स्थानीय बजारहरूमा किन्दिए राम्रो हुन्छ नि, होइन? आफ्नो यहाँ किन्ने धेरै राम्रो, धेरै राम्रो। ठगाइमा परिन्न, तौलमा घाटा हुँदैन। त्यहाँ तौल पनि ग्यारेन्टी छैन, सामान पनि ग्यारेन्टी छैन, तरकारी पनि कहाँको उत्पादन हो, विषादी त्यस्तै हालेका छन्। तेल पनि सामनै पेला दिन्छन् भने त्यो पनि इन्डियन तेल, के को तेल हो त 280 रुपियाँ लिटर। अब गुणस्तरको मतलब छैन। सस्तो पाइन्छ कि दौडेर जाने मात्रै हो, तर सस्तो मस्तो केही छैन, खालि लुटाउने छ, अरू केही छैन। स्थानीयसँग कुरा गरेर हाम्रो टोली लौकाई बजारतर्फ अगाडि प्रस्थान गर्यो। बाटोमा सामान खरिद गरेर आउँदै गरेका नेपालीहरू प्रशस्तै भेटिन्थे। हामीले हाम्रो बाइकलाई बाइक पार्किङ स्थलमा राख्यौँ। यो भिडभाड देख्दा मलाई लाग्छ हाम्रा गुलेरिया नगरपालिकाको स्थानीय बजार, हाम्रो सीमावर्ती क्षेत्रमा भएका स्थानीय बजारहरूलाई निकै समस्या